हेलो नमस्ते वेलकम छ हजुरलाई मेरो ब्लग भिडियोमा हैन नि यो बिहान सिजन आइ गर्दै के गर्दैछ भन्ने सोचिरहनु भएको होला। आज चाहिँ हामी सम्पूर्ण महाराजी खड्काको कुलपूजा रहेको छ। हाम्रो 79 सालमा भएको कुलपूजा अनि अहिले चाहिँ 82 साल वैशाख 31 गते बुधबारको दिन हाम्रो कुलपूजा रहेको छ। म चाहिँ कुलपूजाको लागि साडी रेडी हुँदैछु अनि त्यसपछि भान्जीलाई आइकन लगाएँ। म चाहिँ कुलपूजाको लागि यहाँ जानको लागि गाडीभित्र छिरिसकेँ। सबैजना आइसक्नु भएको थियो। म चाहिँ आफूले दियो बोक्ने मान्छे गरेँ अगाडि गएर बसिरहेको थिएँ अनि त्यसपछि मेरो श्रीमानजीको मुस्कानी छुट्टिसक्यो फेरि। अनि त्यस पछाडि भान्जीहरूसँग मेरो फोन थियो अनि पोजे बेग्लै छ फेरि भान्जीहरूको यहाँ अनि बाबालाई जिस्काउँदै हुन्थ्यो भान्जीहरूले होइन। अनि त्यसरी मलाई आइकन लगाएँ। हामी पुगिसक्यौँ अनि भान्जीहरू भ्लग बनाउँदै हिँड्दै हुन्थ्यो अनि मलाई आइकन लगाएँ। हामी चाहिँ अब डाली बोक्ने मान्छे पनि दियो बोकेर हिँड्नुपर्ने थियो हामीले चाहिँ। अनि बुइनले चाहिँ मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनु है भन्दै हुनुहुन्थ्यो। अनि म चाहिँ पुरै घटबटमा कस्तो राम्रो ठाउँ बनाउनु भएछ अहिले यहाँ भन्दै थिएँ। अनि पुरै हामी चाहिँ पुग्यौँ अनि सबैजना बसिरहेको थियौँ। रमिता होइन नाम भएको थियो। उहाँ चाहिँ मेरो साइडी आन्टी आइकन लगाएँ आन्टीलाई पनि। अनि त्यसरी सबैजना आन्टीहरू वरिपरि बसिरहनु भएको थियो। अङ्कल पनि हुन्थ्यो छेउमा बसिरहनु भएको छ अङ्कलहरू पनि। अनि चाहिँ कुलपूजाको लागि ल्याउनु भएको बोकाहरू अनि त्यसपछि यहाँ चाहिँ टेन्ट तानेर कस्तो राम्रो तरिकाले बनाउनु भएको थियो। म चाहिँ यहाँ पञ्चेबाजा पनि थुप्रै नाच्दै थिएँ पञ्चेबाजामा। अनि आन्टीलाई नि आइकन लगाएँ। अनि त्यस पछाडि हामी चाहिँ गर्मी धेरै थियो अनि चिसो खाना जाऊँ न भनेर गयौँ सबैजना। अनि गइसके पछाडि चिसो पनि खान थाल्यौँ। अनि चिसो खाइसके पछाडि यहाँ पुरै भान्जीलाई आइकन लगाएँ। अनि चिसो के अरे ग्लास पनि भिडियो बनाऊँ न त भन्दै बनायौँ। अनि त्यस पछाडि हामी फेरि उही ठाउँमा पुग्यौँ। अनि पुगिसके पछाडि कस्तो गर्मी हो भन्दै हुन्थ्यो मेरो श्रीमानले चाहिँ। अनि यहाँ चाहिँ पञ्चेबाजा पनि थियो अनि पञ्चेबाजा कस्तो राम्रो बजाउनु भएको क्या अङ्कलले कति राम्रो लाग्यो मलाई। अनि त्यस पछाडि सुरु हुन आइसकेको थियो हाम्रो यहाँ कुलपूजाको लागि। अनि कस्तो राम्रो मन्दिर पनि व्यवस्थापन गर्नुभएछ अहिले। अनि यहाँ पानीको पनि व्यवस्था गरेको रहेछ। अनि यहाँ चाहिँ गेट पनि राखेको थियो महाराजी खड्का सेवा समाज भनेर। अनि सबैजना आइसक्नु भएको थियो। महाराजी खड्काहरू पनि थुप्रै हुनुभएको थियो। अनि प्लस अरू पनि रमिता हेर्नु भएको थियो। बोकाहरू त रामथोरा थिएन क्या हाम्रो चाहिँ कति 105 नम्बरमा पालो आएको थियो। लगभग हाम्रो कार्यक्रम सुरु हुन गइसकेको थियो। अन्त हामीहरू सबैजना मन्दिर परिक्रमा गर्दै हुनुहुन्थ्यो। अनि मैले मेरो आन्टीलाई पनि आइकन लगाएँ। अनि त्यस पछाडि कान्छी फुपूसँग नि भेट भयो मेरो। कान्छी फुपूलाई नि आइकन लगाएँ। अनि त्यस पछाडि यहाँ मनमा कस्तो गर्मी हो भोक पनि लागिसक्यो भनेर म चाहिँ बसिरहेको थिएँ। पछाडि यहाँ प्रसादको पनि व्यवस्था थियो। अनि मलाई त मान्छेहरू देखेर वरिपरि कस्तो पाहाडमै बसेर फिलकलको व्यवस्था पनि थियो। अनि कस्तो शीतल आइरहेको थियो क्या कति शीतल दिन भएको थियो। अनि यहाँ चाहिँ मेरो भान्जी पुरै टिकटक बनाउँदै हिँड्दै हुनुहुन्छ। अनि म चाहिँ चिउरा खाँदै थिएँ श्रीमानजीले भिडियो बनाइदिँदै हुनुहुन्थ्यो। अनि हामीले पनि प्रसाद खायौँ सबैजना हाम्रो घर परिवार अङ्कल आन्टी सबैजना भाइ बहिनी सबैजनाले खायौँ। अनि त्यस पछाडि लगभग हाम्रो कार्यक्रम सक्यो। अनि हामी घरतर्फ जानको लागि बसतर्फ लाग्यौँ। अनि त्यस पछाडि सनिका बहिनी अनि सनिका बहिनी सबैजना छिर्सक्नु भएको थियो आफ्नो बोकाहरू लिएर बुढामा हालेर। अनि बाई बाई बालग्राम भनेर हामी घरतर्फ लाग्यौँ। अनि त्यस पछाडि भोक जस्तो पनि लागेको थियो। अनि मम्मीले फेरि टक्क पार्दै हामी चाहिँ नन्दा भाउजू खाँदै हिँड्यौँ। आन्टी चाहिँ निदाइरहनु भएको थियो गीता आन्टी। अनि त्यस पछाडि यो ठाउँको कसले चिन्नुहुन्छ कमेन्ट गर्नु ल। अनि त्यस पछाडि हामी घरतर्फ लाग्यौँ। अनि लगाइसके पछाडि अनि हामी चाहिँ हाम्रो बोका लिएर उत्रिँदै थियौँ। अनि अब आफ्नो बोका चिन्नु पऱ्यो नि त। अनि फाइनली घरमा आइपुग्यौँ। अनि त्यस पछाडि श्रीमानजीलाई बाइकन लगाएँ। आजको मेरो ब्लग यति नै बाई।